ल है ओ यतादेखि चाहिँ उता खुवाउने होला हौ सुरुमा त हुन्छ हामीले त हामी खानुपर्छ सङ्गीता ल म खुवाइदिन्छु ल ह्याप्पी बर्थडे सहित अब दामीको यात्रा जर्नी सुरु हुँदैछ हाम्रो पवनको बधाई छ ए यो त कता हात त्यतिकै गइहालेछ यस्तो त गर्नु ठिक लाग्दैन खाइदिनु म त अघि क्या उहाँ आउने बित्तिकै भन केक पो खानु मन लाग्यो भन्नु आँटिरहेको थियो क्या म त नि हकार खाइन्छ होला भन्नु भनेको नि हाम्रो चाहिँ यहाँ भाउजू अरे उहाँको चाहिँ देवर यता चाहिँ बहिनीहरू तर मिठो रहेछ नि आज भोक लागेर पनि होला हौ सङ्गीता नि भनिहाल्नु नि 1 वर्षपछि चाहिँ सम्झिनु भनेर सन्जिता भनिहाल्नु नि कति वर्षपछि सम्झिने भनेर